नमस्कार दर्शकवृन्द। नेपाली बक्स अफिसमा अहिले एउटा फिल्मको ऐतिहासिक उडान जारी छ भने सँगै प्रदर्शनमा आएका अरू फिल्महरू भने नराम्ररी चिप्पिएका छन्। हो दर्शकवृन्द, आज हामी कुरा गर्दैछौँ बक्स अफिसमा तहल्का मच्चाइरहेको फिल्म गौन्थली र दर्शकको पखाइमा रहेका तर हलमा पानी पनि भन्न नपाएका कमला मिस र हलीको बारेमा। आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ। सबैभन्दा पहिला कुरा गरौँ बक्स अफिसमा ब्लकबस्टर साबित भएको फिल्म गौन्थलीको। कपिल रिजालको निर्देशनमा बनेको यस फिल्मले प्रदर्शनको 31 दिन पूरा हुँदासम्म नेपाली सिनेमा इतिहासमै रेकर्ड ब्रेक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आइतबारसम्मको अफिसियल तथ्याङ्क सुन्दा तपाईहरू पनि चकित पर्नुहुनेछ। गौन्थलीको ग्रस कलेक्सन 23 करोड 55 लाख रुपियाँ, कुल दर्शक संख्या 8,55,000 भन्दा बढी। हो दर्शकवृन्द, 23.5 करोड माथिको छप्परफाड कमाई गर्दै गौन्थली अब नेपाली चलचित्र इतिहासमै सर्वाधिक कमाई गर्ने फिल्मको सूचीमा शानका साथ दोस्रो स्थानमा उक्लिएको छ। तर एकातिर गौन्थलीले करोडौं छाप्दा यता हलमा प्रदर्शनरत अन्य फिल्मको हालत भने एकदमै नाजुक देखिएको छ। विशेष गरी लेजेन्डरी डिरेक्टर निर शाह निर्देशित फिल्म कमला मिसले बक्स अफिसमा निकै निराशाजनक प्रदर्शन गरेको छ। विकास बोर्डको तथ्याङ्क हेर्ने हो भने आइतबारसम्म कमला मिसको व्यापार यस्तो छ। कुल ग्रास कलेक्सन जम्मा 2,61,000 रुपियाँ, कुल दर्शक संख्या जम्मा 718 जना मात्र। यति ठूलो ब्यानर र नाम चलेका निर्देशकको फिल्मले यति कमजोर व्यापार गर्नुलाई फिल्मी वृत्तमा आश्चर्यको रूपमा हेरिएको छ। त्यसैगरी प्रदर्शनरत अर्को फिल्म हलीको अवस्था पनि खासै उत्साहजनक छैन। हलीले हालसम्म बक्स अफिसमा 21,77,000 रुपियाँ मात्र कलेक्सन गरेको छ भने यसलाई जम्मा 7,710 जना दर्शकले मात्र साथ दिएका छन्। समग्रमा भन्नुपर्दा पछिल्लो तथ्याङ्कले बक्स अफिसमा गौन्थलीको एक छत्र राज र बलियो उपस्थिति देखाएको छ भने कमला मिस र हली नराम्ररी पछारिएका छन्। के तपाईहरूले हलमा गएर यी मध्ये कुनै फिल्म हेर्नुभयो? तपाईलाई गौन्थली कस्तो लाग्यो अनि कमला मिस र हली नचल्नुको कारण के होला जस्तो लाग्छ? तलको कमेन्ट बक्समा आफ्नो विचार पक्कै राख्नुहोला है। भिडियो मन परे लाइक र शेयर गर्न नभुल्नुहोला। नेपाली सिनेमाका यस्तै एक्सक्लुसिभ अपडेट्सका लागि हाम्रो च्यानललाई अहिले नै सब्स्क्राइब गर्नुहोस्।